सबैभन्दा पहिला सुनीतिको मुखबाट के निस्क्यो सुन्नु। कुनै पनि घटनामा मुखबाट जो पहिलो वचन निस्किन्छ नि त्यो वचनको धेरै महत्त्व हुन्छ। अब सुरुचिले के भन्नु भने सुनीतिले के भन्नु भने मेरो छोरो निष्कलङ्क छ, निर्दोष छ, 5 वर्षको छ, यसमा कुनै पनि दोष छैन। यदि यसले क्रोधवश राजालाई श्राप दियो भने त्यो श्राप लाग्छ भनेर सर्वप्रथम माताले आफ्नो छोरालाई उपदेश गर्छिन्। के उपदेश गर्छिन् त भन्दा महामङ्गलं तात परेषु मंस्था भुङ्क्ते जनो यत् परदुःखदस्तत्। हे छोरा, तिमीले कसैको पनि अमङ्गल चाहनु हुँदैन। जस्तो सुकै परिस्थितिमा पनि कसैको पनि अमङ्गल चाहनु हुँदैन। यदि कसैको अमङ्गल हामी चाहन्छौँ भने त्यसको प्रतिफल आफै माथि आउँछ। त्यसकारणले कसैको पनि अमङ्गल चाहनु हुँदैन। कति राम्रो छ। यति मात्रै बुझ्न सकियो, यतिको मात्रै नियम पालन गरियो भने पनि 7 दिन भागवत श्रवण गरेको फल पाइयो। पाइयो नि त? पाइयो। त्यही भएर महात्मामा भनेको छ नि, किम श्रुतै बहुभिः शास्त्रै पुराणैश्च ब्रह्मा वै। सब ब्रह्म पार्नेवाला हो। एकमात्र भागवत शास्त्र हो जो मनुष्यको कल्याण गर्दछ। यही भागवत नै श्रेय वस्तु हो। यस्तो उपदेश गर्नुहुन्छ माता आफ्नो छोरा, कसैको अमङ्गल नचाहनु। अनि त्यसपछि बल्ल भन्नुहुन्छ सुरुचिले तिमीलाई राम्रै कुरो त भने हो नि, उनीसँग पनि द्वेष गर्नु हुँदैन। राम्रो कुरो भने ओहो जाऊ भगवानको तपस्या गर। तिम्रा पिताले, तिम्रो पिताको पिताले भगवानको तपस्या गरेर नै तिम्रो पितामहले ठुल्ठुला पदहरू पाउनुभयो, प्राप्त गर्नुभयो। तिम्रो हजुरबाले पनि भगवानकै तपस्याद्वारा मनु जस्तो पदवी पाउनुभयो। त्यसो भएको हुनाले तमेव वत्साश्रय भृत्य वत्सलम मुमुक्षुर्मृत्य पदाब्ज पद्धति। मोक्ष मार्ग पनि यही, भगवानको आश्रय लिनु मोक्ष मार्ग पनि यही हो। तिमी पनि जाऊ, वनमा जाऊ, आराधयाधोक्षजपाद पद्मम यदिच्छसे ध्यासनमुत्तमो यथा। ध्रुवजीलाई त राजसिंहासनमा बस्न पाइन भन्ने चोट थियो नि। पहिला कसैको पनि अमङ्गल चाहनु हुँदैन भनेर दोस्रोमा के भन्नुहुन्छ, आराधयाधोक्ष जपाद पद्म। जाऊ भगवानको चरणको आराधना गर। यदि इच्छसे ध्यासनमुत्तम हो यथा। यदि तिमी पनि राजसिंहासनमा बस्न चाहन्छौ भने भगवानको आराधना गर। यसरी उपदेश गर्नुहुन्छ। अनि ध्रुवजी त्यहाँबाट निस्किनुभयो। हो ल म भगवानको आश्रममा जान्छु भनेर निस्किनुभयो। निस्केपछि बाटामा नारदजी परीक्षा लिन आउनुभयो। अनि नारदजी भन्नुहुन्छ कहाँ लाए बाबु? भगवानको तपस्या गर्नु। ओहो यति सानो बालक कस्ता कस्ताले
भगवानलाई याद राख्न सक्दैन। तिमी 5 वर्षको बच्चा, त्यो पनि क्षेत्रीयको बच्चा, तिमीलाई अहिले यो अवस्थामा कसले शत्रुता गर्यो, कसले मित्रता गर्यो, त्यसपछि त ध्यानै जान्न पर्ने। भनेपछि तिम्रो यो खेल्ने कुद्ने उमेरमा पनि कहीँ भगवानको तपस्या गर्छन्? जाऊ, फर्केर जाऊ। जन्म जन्म मुनि जतन कराई, अंत राम कह आवत नाई, अंत राम कह आवत नाई। ठुल्ठुला मुनिहरू जन्म जन्मसम्म भगवानका तपस्या गर्दछन्, तर तैपनि अन्तिम समयमा भगवानको नाम मुखमा आउँदैन। तिमी के हो र? जाऊ, खेल, कुद भनेर भनेपछि ध्रुवजी भन्नुहुन्छ, माताको वचनले बिजेको हृदयमा, माताको वचन रूपी बाणले चोट लागेको हृदयमा हजुरको उपदेशै बसेन मेरो, म के गर्नु? त्यस कारणले मलाई त यताउताको कुरो होइन, दुनियाँमा सर्वोत्कृष्ट पद पाउनको लागि के गर्नुपर्छ त्यो चाहिँ भन्नुहोस् न। चुनौती, ल के गर्नुपर्छ त्यो भन्नुहोस् न, म तयार छु। हजुर जस्तो गुरु बाटामा भेट्टाएर मैले यति पनि गर्न सक्दिनँ होला त भनेपछि नारदजी पनि प्रसन्न हुनुभयो। अनि भगवानको आराधना र भगवानको मन्त्र दिएर भगवानको धाम वृन्दावनमा मधुवनमा पठाउनु भयो। ध्रुवजी जानुभयो मधुवनमा, उपासना पद्धति बताउनु भयो। अनि यता नारदजी आएर उत्तानपाद, चिन्ता गरिरहेका उत्तानपादलाई सम्झाउनु भयो। यता ध्रुवजीले घोर तपस्या गर्नुभयो। अन्त्यमा एक पैरले मात्रै तपस्या गर्नुभयो। पृथ्वी हल्लिन थाल्यो, सासलाई रोक दिनुभयो। सारा देवताहरूको, सारा चराचरको सासै रोकिन थाल्यो। हाहाकार मच्यो। सब ब्रह्माजीको शरणमा गए। ब्रह्माजीले सबैलाई लिएर भगवानको शरणमा जानुभयो। अनि भगवान भन्नुहुन्छ, मा भैष्ट बालम तपसो दुरत्यया निर्वर्तयिष्ये प्रतियात स्वराम। मां वैष्ट्य बालम तपसो दुरत्यया निवर्तयिष्ये प्रतियात स्वराम। यतो हि वह प्राण निरोधासिद अवतहन पादिर्मयी संगतात्मा। त्यो उत्तानपादको छोरो ध्रुव छ नि, ध्रुव, उसले यतिखेर घोर तपस्या गरिरहेको छ। त्यसैको कारणले तिमीहरू अब डराउनु पर्दैन। म ध्रुवजीको दर्शन गर्न जान्छु। भगवान भन्नुहुन्छ, म ध्रुवजीलाई दर्शन दिन जाने होइन, म ध्रुवजीको दर्शन गर्न जान्छु। किन? एउटा 5 वर्षको बच्चाले यत्रा यत्रा देवताहरूलाई त्राहिमाम बनाइदियो। कस्तो रहेछ यो राजकुमार, म पनि त दर्शन गरौँ न भनेर भगवान दर्शन गर्न जानुभयो भन्नुहुन्छ। सहर्ष शीर्षापि ततो गरुत्मतां मधोर वनं भृत्य दृदिक्षया गतः। उसलाई हेर्ने इच्छाले जान्छ। जसले हेर्ने इच्छाले जान्छ ऊ त दर्शन गर्न गएको ठहरियो नि। बोलाएर गाएन, उसको इच्छाले गाएन, आफूलाई हेर्न मन लाग्यो भने गइयो। ध्रुवजीको दर्शन गर्नलाई मधुवनमा भगवान सवारी हुनुभयो।
अनि ध्रुवजीलाई भगवानले दर्शन दिनुभयो। बाहिर उभिएर दर्शन गर्ने बित्तिकै ध्रुवजीले जुन स्वरूपको हृदयमा ध्यान गरिरहनु भएको थियो त्यही स्वरूप त्यहाँबाट अन्तर्धान भयो। अनि आँखा उगाएर हेरेको त त्यही स्वरूप बाहिर उभिरहेको छ। बिचरा 5 वर्षको बालक बोल्नै सक्नु भएन, ज्ञानै छैन। अब के भनेर स्तुति गर्नु, के भन्ने, ज्ञान छैन। तब भगवानले ध्रुवजीलाई शङ्ख चक्र अंकित गरिदिनु भयो, यानी वैष्णव बनाइदिनु भयो। कृताञ्जलिं ब्रह्ममयेन कम्बुना पस्पर्शबालं कृपया कपोले। आफ्नो शङ्ख चक्रले स्पर्श गरिदिनु भयो। शङ्ख चक्रले स्पर्श गर्नेपछि ध्रुवजीको जन्म जन्मान्तरको अज्ञानहरू सबै जलेर ध्वस्त भए। ध्रुवजीमा दिव्य ज्ञान प्रकट भयो र 12 श्लोकले ध्रुवजीले भगवानको स्तुति गाउनुभयो। योऽन्तः प्रविश्य मम वाचमिमां प्रसुप्तां सञ्जीवयत्यखिल शक्तिधर सुधाम्ना अन्याश्च हस्तचरण श्रवणत्वगादीन् प्राणान् नमो भगवते पुरुषाय तुभ्यं। हे प्रभु, हजुर को हुनुहुन्छ त भन्दा हजुर नै मेरो हृदयमा प्रविष्ट भएर मेरा सुतिरहेका इन्द्रियहरूलाई जगाउने काम गर्नुहुन्छ, सक्रिय बनाउने काम हजुरले गर्नुहुन्छ। अथवा प्रत्येक मनुष्यको भित्र विराजमान भएर त्यो मनुष्यलाई सक्रिय बनाउने काम हजुरको, हजुर यस्तो दयालु हुनुहुन्छ भनेर ध्रुवजीले स्तुति गर्नुहुन्छ। भक्ति मुहु प्रवहतां त्वयि मे प्रसंग। भगवान भन्नुहुन्छ, हे राजकुमार, हे राजकुमार, म तिमीदेखि साह्रै प्रसन्न छु। तिमी के चाहन्छौ भन। अब ध्रुवजीले म राजा राजसिंहासनमा बस्नको लागि भगवानको आराधना गरेको भन्ने कुरै बिर्सिनु। अब भगवानको दर्शन पाए त के भन्नुहुन्छ ध्रुवजी? भक्ति मुहु प्रवहतां त्वयि मे प्रसंगो भूयादनन्त महता ममलाशयनम्। जसको हृदयमा हजुरको भक्तिको प्रवाह बगिरहेको छ त्यस्ता भक्तहरूको मलाई सङ्ग दिनु। हेर्नु त, भक्ति पनि माग्नु भएन ध्रुवजीले त भगवानसँग। भगवानको त पुरै छोडिदिउँ, भगवानको भक्ति पनि माग्नु भएन। के माग्नुभयो? जसको हृदय हजुरको चरणारविन्दको भक्तिले चुर्लुम्म डुबेको छ त्यस्ता सन्तहरूको सङ्ग मलाई दिनुहोस्। त्यस्तो सन्तहरूको सँगै म बस्न पाऊँ। त्यस्ता सन्तहरूले मलाई हेरिदिए मात्रै पनि पुग्छ। सकृत्वदाकार विलोकनाशय तृणीकृतानुक्तम भुक्ति मुक्तिवि। हाम्रा आचार्यहरू पनि भन्नुहुन्छ, जसले हजुरको एक झलक पाउनको लागि सम्पूर्ण संसारका भोग वस्तुहरूलाई तृण बराबर सम्झेर दिनरात हजुरका भजन गरिरहेका छन्। हे प्रभु, त्यस्ता भक्तहरूले मलाई यसो कर्के आँखाले हेरिदिए मात्रै पनि पुग्छ। त्यसैमा मेरो कल्याण हुन्छ। विचित्र विचित्र भगवानका भक्तहरू कस्ता विचित्र हुन्छन्।
यही हो अहेतुकी भक्ति भनेको। अहेतुक्य प्रतिहता य आत्मा संप्रसिद्धति भनेको छ नि, सुरुमै भन्नुभएको छ सुतजी महाराजले हैन। सबै पुंसां परो धर्मो यतो भक्ति अदोच्यते अहेतुक्य प्रतिहता य आत्मा संप्रसिद्धति। विचित्र लाग्दैन? अनौठो लाग्दैन? भगवानको भक्तिको, भगवानको भक्तको, साधु सन्तहरूको कस्तो महिमा छ। त्यस्तो प्रकारले ध्रुवजी महाराज के माग्नुहुन्छ? भगवानको भक्तको सङ्ग माग्नुहुन्छ। अनि भगवान भन्नुहुन्छ मुस्कुराउँदै, भगवानलाई पनि अभिमान हुन्छ अरे क्या, मेरो यस्तो भक्त, मेरो यस्तो भक्त। भगवानलाई पनि आफ्नो भक्तको प्रति अभिमान हुन्छ। त्यस्तै गरी गुरुलाई पनि आफ्नो भक्तको प्रति अभिमान हुन्छ। यो मेरो भक्त, यही हो आचार्य अभिमान भनेको, यही हो। वेदान्ते व्यवसितम हृदि राजन्य बालक। हे राजकुमार, म जान्दछु तिम्रो चाहना के छ भन्ने कुरो म जान्दछु। तत्प्रयच्छामि भद्रं ते। हे राजन्य बालक, सम्बोधन पनि भगवानले विचित्रको गर्नुभयो। अब तिमीले 36,000 वर्षसम्म